मौलाकाली मन्दिर देखाउँदैछु। यो मन्दिर नेपालको एउटा प्रख्यात मन्दिरमध्येको एक मौलाकाली मन्दिर। यो मौलाकाली मन्दिरको परिसर यसैबाट दर्शन गर्नुहोला। पुरै मन्दिरलाई म दर्शन गराउँदैछु र तीर्थालुहरू फोटो खिच्दै। यो मन्दिरको मुख्य गेट देवीको भएर बाघको यहाँबाट नारायणी नदी, कालीगण्डकी नदी पनि र सङ्गम पनि देखिन सकिन्छ। यो हो कालीगण्डकी नदी दायाँतिरको त्रिशुली नदी र यहाँ देवघाट पनि देखिन सकिन्छ र त्यहाँ सङ्गम छ। यो कालीगण्डकी नदी अब बिस्तारै आयो। यो देवघाट मन्दिर छ। यता आइसकेपछि यो फेरि नारायणी मन्दिर। र आजलाई यहाँहरूसँग बिदा हुँदै म